यो चाहिँ हाम्रो बिहान जन्मनुभन्दा अगाडिको बिन्ताको प्रेग्नेन्सी जर्नीको चाहिँ भिडियो हो। हामीले प्रेग्नेन्सीको अन्तिम चरणमा केही फोटोहरू खिच्यौँ जुन चाहिँ हाम्रो स्मरणमा अथवा मेमोरीमा रहोस्, सम्झनामा रहोस् भनेर खिचिएको। हामी बेसाको डेरी गोरुवे नजिकै रहेको पार्कमा गएर हामी आफैले नै खिचेका थियौँ। बाबु विदित निकै एक्साइटेड थियो, बहिनी अन द वे छन् भनेर, मेरो सिस्टर हुँदैछन् भनेर। त्यस कारण उसले पनि यो जर्नीमा खिचिएको यो फोटो खिच्ने यो क्रमलाई चाहिँ एकदमै इन्जोय गरेर आएको थियो। बाबुले एउटा एक्साइटमेन्ट देखाएको थियो मम्मीसँग फोटो खिच्दाखेरि। यो चाहिँ हामीलाई दही चिउरा खुवाउने अथवा बेबी सावर गरिदिनु भएको थियो विभिन्नजनाले। त्यसमध्ये बुद्धि पौडेल अङ्कल आन्टीले गरिदिएको बेबी सावर हो। उहाँहरूले पहिलोपटक हामीलाई बेबी सावर गरिदिनु भएको थियो। त्यसपछि पनि हामी फेरि फोटो खिच्नको लागि चाहिँ पार्क गयौँ। त्यो चाहिँ डेरी गोरुवेमा रहेको पार्कमा हामी गएर फेरि फोटो खिचेका थियौँ। हामीले चाहिँ बाबु र मैले चाहिँ ड्रेस चेन्ज गऱ्यौँ। बिन्ताले चाहिँ त्यही नै ड्रेस लगाएर त्यहाँ खिचेका थियौँ, किनकि पहिलाको फोटो त्यति राम्रो आएन कि जस्तो लाग्यो। फेरि त्यो फोटो सेसन हामीले कार्यक्रम गरेका थियौँ चौरमा। बाबुले खिचिदिने, हामी बुढाबुढीको फोटो हामीले चाहिँ बाबु र मैले मम्मीको खिचिदिने यस्तै गरेका थियौँ। त्यस्तै अब अर्को एउटा बेबी सावर भएको थियो। सङ्गम दाई, भाउजू र निलेशजी र लीलाजीले गरिदिएको बेबी सावर हो उहाँहरूको घरमा। त्यो पनि एउटा स्मरणमा रह्यो। ठुलै भएको थियो बेबी सावर। धेरैजना नै जन्माउनु भएको थियो। हाम्रो केदारजीहरू पनि हुनुहुन्थ्यो। त्यहाँ बेबी सावर गरियो। त्यो पनि एउटा रमाइलो स्मरण भयो। सायद 2-3 हप्ता अगाडि हो, नानी जन्मनुभन्दा अगाडिको त्यति बेला खिचिएका फोटोहरू हुन् यी। त्यस्तै बेबी सावरकै क्रममा हामीले अर्को कमल गेवालीजीहरूकोमा पनि बेबी सावर भएको थियो। त्यो चाहिँ खिच्ने बिर्सिएछ। यो रमाइलोले गरिदिएको बेबी सावर हो, त्यो चाहिँ खिचियो। अनि हाम्रो कमल गेवालीको घरमा भएको बेबी सावरको चाहिँ हामीले फोटोहरू खिच्न भ्याइएन छ, त्यो चाहिँ ग्रुपमा भएको थियो। यिनै हुन् अब हाम्रा एउटा चाहिँ नानी जन्मभन्दा अगाडिका स्मरण रहोस् भनेर यो फोटोहरू खिचिएको। यो फोटोहरूलाई चाहिँ सेभ गरेर राख्न खोजिएको छ। यो चाहिँ स्टुडियोमा खिचिएको फोटो हो। स्टुडियोमा खिचिएको फोटो चाहिँ हेर्दा राम्रो देखिएको छ, होइन विदित? कस्तो देखिएको छ? राम्रो, ठिकै राम्रो छ। ल, तिनजनाको यो अब अहिले चाहिँ हामीले यहाँ रेकर्ड गरेर राख्ने बेलामा चाहिँ बहिनी जन्मिएर पनि उनी चकचक गरेर पछाडिपट्टि ब्याकग्राउन्डमा के बजाइराखेकी छन् नि त।